मलाई नै एकजना मिडियाकर्मीले बुम तेर्साएर तपाईँ हनुमान हो भनेर प्रश्न गर्नुभयो। तपाईलाई केपी ओलीको हनुमान भनेर चिनिन्थ्यो, मन्त्रीमण्डलमा तपाईको नाम आउँछ कि आउँदैन? रिपोर्टिङमा आएको मिडियाको साथीहरूले संविधान, कानुन, पत्रकार आचार संहिता, सामाजिक शिष्टाचार यी कुरालाई ध्यान नदिई यस्ता गैर जिम्मेवार प्रश्न सोध्न मिल्छ कि मिल्दैन? प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा हामी चाहन्थ्यौँ उहाँ प्लेन चढेर भर्खर उहाँले नै उद्घाटन गरेको पोखरा विमानस्थलमा झर्नुहुन्छ होला भनेर। दुर्भाग्यवश भैँसी चढेर आउनु परेको कुराहरू आए। मुर्रा हो मुर्रा। मजाक गर्न खोजेको हो? होइन। मजाक चलेको छ? होइन। मालुम है तेरे बाप को मत दिखा चल। मुर्रा। तर नेपाली कांग्रेसले आज जनताको बीचमा आफूलाई लिएर जान सकेन। त्यो कुरा पनि तपाईँले स्वीकार्नुहोस् क्या। जसरी कांग्रेस जानु पर्छ त्यही हो त। सभा महोदय, हामीले के बोले भाइ? के बोले? लामो लडाईपछि व्यवस्था बदलियौं, तर हाम्रो मानसिकता हामीले बदल्न सकेनौं। मैं तो कुछ और ही समझ रहा था। सम्माननीय सभामुख महोदय, स्वास्थ्य क्षेत्रको अवस्थाले समाजवादी अर्थतन्त्र निर्माण गर्ने हाम्रो संविधानको ठीक समझ रहे ना आप? लेकिन सुन के अच्छा लगा। संविधानको ठीक विपरीत छ। अहिले गङ्गालाल लगायतका देशभरका सबै मुटुको अस्पतालहरू बन्द अवस्था छ र मुटुको शल्यक्रिया संसारमा त निश्चित ठाउँमा मात्र रक्सी खान पाइने, निश्चित पसलले मात्र रक्सी बेच्ने, निश्चित व्यक्तिले मात्र रक्सी किन्न पाइने। बिहा गर्नलाई 20 वर्ष हुनुपर्ने, रक्सी खानलाई 6 वर्ष भए नि हुने। यस्तो पनि हुँदो रहेछ जिन्दगीमा। कहिले कहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले। बासै उठाउने कस्तो यो खेल भयो जीवनमा, धेरै 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 नै झेल भयो। छल गर्यो मायाले, सबैको देख्छु हाँसेर खुसी शिखरको बाटोमा। आफ्नो त बरै भाग्य नै फाट्यो मायाकै फाटोमा। 2-4 दिनको त्यो मृग तृष्णा के देख्नु पर्यो नि। झिरैमा उनेको माछी झै हाल भयो। जिन्दगीदेखि अब खुसी नै पार भयो। छल गर्यो। अन्जु पन्तको एउटा गीत स्मरण गराउन चाहन्छु। ये सब क्या देखना पड़ रहा है? तिमीले पराई ठानेपछि पराई हुन के भयो र? तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो? कसले देला तिमीलाई माया मैले दिए जति। झिक तुलो जोखौं आज कसको माया कति। कति जल्छौ आगी सधैँ अझै जल्दै गर, म त हिँड्छु आफ्नै बाटो खुट्टा तान्दै गर। कविता सुनिन्छ, गीत सुनिन्छ, कुनै दिन त्यो अगाडि नाच पनि हेर्न सकिएला। हिजो पोखरामा पर्यटन वर्ष 2025लाई उद्घाटन गर्ने क्रममा भएको दुर्घटनामा परि घाइते हुनुभएका उप प्रधानमन्त्री तथा काठमाडौँ महानगरपालिकाका मेयरप्रति हार्दिक शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको हार्दिक शुभकामना व्यक्त गर्दछु। कर्णाली कोरिडोर अन्तर्गत खुलालु सलिसला खण्ड र हिल्सा सिमीकोट खण्ड निर्माणका लागि रु 97 करोड विनियोजन गरेको छु। बाढी पहिरोबाट क्षतिग्रस्त कर्णाली राजमार्ग पुनर्स्थापन गरिनेछ। के बोले भाइ? के बोले? के छ थाहा बोले? क्यामेराम्यान साथीलाई संसद एकचोटि देखाइदिनुहोस् भन्छु क्या, कति सिटहरू खाली छ क्या होइन। म त साँच्ची अब यो चुट्किला भने के भन्ने, यहाँ मर्यादा पालक साथी सँगसँगै 5-6 जना हाम्रो खलासी साथीहरू पनि राख्नुपर्छ जस्तो लाग्छ। हामीले माइक्रो बस चढ्ने खलासी साथीहरू हुन्छ नि, कोची त्यो सिटहरू भरिदिन्छ नि उहाँहरूले। यो संसदको सिट पनि 5 जना खलासी साथी मर्यादा पालक साथीसँग राखिदिने, एउटै सिटमा 2 जना बस्ने गरेर सांसदहरूको उपस्थिति हुन्छ जस्तो लाग्छ मलाई।
सभामुखज्यू शिक्षाको अवस्था केही दिन अगाडि आएको सिसीको लडाइदिनु पर्ने साला सीको यो संविधानमा यसको 15 गते बजेट पेश गर्नै पर्ने अनिवार्य गर्यो। त्यो दिन भुइँचालो आयो भने के गर्ने? साउनदेखि फटाफट काम गरे हुने नि। मन्त्रीलाई त्यो काम साउनदेखि गर्न केले छेक्यो? कुन प्रेत आयो त्यहाँ? कुन भूत आयो त्यहाँ? 89%, 89 मा त कति 79%। जुन रुखबाट हामी कार्बन डाइअक्साइड पाउँछौँ, जुन रुखबाट हामीले अक्सिजन दिन्छौँ, त्यही रुख यदि रहेन भने के हुन्छ हालत? के बोले के रे तँलाई के तेरो हड्डी बाँच्यो तेरो चोर के लगाइयो मसँग हेरेर सुटे बेला तँ के विद्या जिस्काउँदै जसरी त अर्का बुढी जिस्काउँदै दि त मदने बुढी जिस्काउ त तेरो बदने बुढी मेरो बुढी हो त्यो हिरो बच्चा साला अब जिस्का न तेरो कर गड्डी बाँच्छु साला जिस्काएको यसै गर्थ्यो हिरो बच्चा ओ बच्चा के छ साला विद्या जिस्काउ त तेरो पाक्दा विद्या जिस्काउँछ यार साला त्यसलाई पिटाउ साला हो हलाई पिट्नुपर्छ ल दाइ हो मन्त्रीको उपस्थिति चाहियो। पर्खी बस्ने नै होला। ठिक छ सभामुख, म रातिसम्म पर्खिनुहुन्छ भने हामी पनि पर्खिन्छौँ, केही छैन। देखेर तिमीलाई हेरेर तिमीलाई त्यो बेलामा मैले धेरै पटक भनेको जुनियर मान्छेलाई नबनाऊ भन्दा पनि पार्टीको दबाब झेल्न नसकेर त्यो मान्छेलाई दिदी बनाइयो। खत्तम बाय बाय। मान्य सदस्य चित्रबहादुर केसी, समय 5 मिनट। म त वाक्क लाएर निराश पनि एकछिन यस्तो पो हुन गयो। थापा किन उठ्नु भएको छ? केमा हो? उहाँको बानी नै त्यस्तो हो, जहिले पनि जुर्क उठ्नुहुन्छ। सभामुख महोदय जे कुरामा पनि उठ्नुहुन्छ, ल बोल्नु दिनुहोस्। होइन मादल बजाउनु पर्ने जस्तो के हो? माननीय बलराम प्रसाद बास्कोटा, समय 10 मिनट। सबैभन्दा पहिले हाम्रो अधिवेशन सुरु भएको छ र यसमा माननीयज्यू विशेष समयमा तलबाट नै हो, रोस्टमा आइरहनु पर्दैन। सम्मान्य सभामुख महोदय, हाम्रो देशमा कृषि विकास प्रधान भनिन्छ देखिन्छ हो। समय सकेको छ। त्यस्तो त हुनु, त्यस्तो म मान्दिनँ। प्लिज यो सधैँ मलाई समय पनि कम लिइसक्यो भनेर भन्नु प्लिज। सम्मान्य अध्यक्ष महोदय, मलाई कमसेकम 3 मिनट बढाइदिनु। म सबै कुराहरू खरेर भनेर अगाडि बढ्छु। मान्छे चोर डाका अनि उसले दिन चाहिँ चोरी र डकैतीको गर्यो पत्याउने। यस सम्मानित जिल्ला के सम्मानित आज एउटा कुरा बताइदिनुहोस् न, तपाईँले जीवनमा युवा अवस्थामा कुनै केटी मन पराउनु भयो कि भएन? मन त किन पर्दैन थियो, राम्रो देखेपछि मन त गरिहाल्छ। मन पराउनु भयो? साँचो कुरा त। माया गर्नुभयो? माया त किन नगर्नु, तर जुन प्रेम प्रस्ताव राख्नुभयो? त्यस्तो चाहिँ गरेँ। प्रेम प्रस्ताव राख्नु भएन? तपाईँलाई कसैले राख्यो? अहिले त्यसमा चर्चा गर्नु त्यति राम्रो हुँदैन। अब त्यो हजुरआमाहरूको बारेमा चाहिँ फ्याट एक थोक भनिदिँदाखेरि त्यो राम्रो हुँदैन। मलाई प्रधानमन्त्री बनाइदिनुहोस्, म कस्तो निर्णय गरिदिन्छु भने 60 वर्ष नागेको सबै मानिसलाई घरमा बसी महिनाको 30,000 रुपियाँ,
सबैलाई 18 वर्ष पुगेको सबै मान्छेलाई एउटा मोबाइल फ्री त्यसमा तिमी आइफोन चलाउने कि स्यामसङ चलाउने खोजी गर्न के बोले भाइ के बोले मोटरसाइकल चढ्ने मान्छेलाई वर्षको 100 लिटर तेल फ्री बिल्कुल चुप Therefore, 60 minister is the 600 number of the 60 number of the cabinet is according. त्यही हो त संविधान संशोधन त प्रस्ताव यहाँ आएको थियो नि विमति भएर संशोधन प्रस्ताव आएको होइन अनि 60-65% सभासदले चाहिँ मतदान गरेको त्यो विमतिमा त्यो संख्या 2/3 नपुगेर फेल भयो यी सब प्रमाण छन् अनि विमति छैन भने लेख्ने यो नीति कार्यक्रममा चाहिँ विमति छैन भनेर लेख्ने यो भाङ खाएर नीति कार्यक्रम लेखा हो र 23 जना ठुलो जन्म त किन होइन जनताले निर्वाचन गरेको सुन्नु न 123 मा 23 ठुलो हो कुन हिसाबले कति क्लास पढ्नु भएको तपाईले माधव नेपाल तपाईले पढाइको कुरा नगर्नुहोस् तपाई पढाइको कुरा नगर्नुहोस् म त सोध्दिन म तपाई सुमनको तपाईको तपाईले आज माधव नेपाललाई होच्याउने किन होच्याउने जे पाए त्यही बोल्ने माधव नेपालले जे पाए त्यही बोल्ने तपाई माधव नेपालको को तपाई वकालत गर्नु तपाईको ठुलो सम्मानित नेतालाई तपाईले भन्ने त्यसो सम्मानित नेताको सम्मानित व्यवहार हुनुपर्छ कुरो गर्नुहुन्छ पढाइको कुरा गर्नु तपाईँ आफ्नो पार्टीको अध्यक्ष पढाइको कुरा नगर्नु सुन्नुस् आफूलाई चाहिने कुरा मैले छ नि तपाईलाई चेतावनी दिन्छु पढाइको कुरा नगर्नु तपाईँ ठुलो कुरा हावादारी कुरा नगर्नु एकदम सोध्छु म तपाईलाई तपाईले जब मलाई सोध्नुहुन्छ भने तपाई हिसाब जान्नुहुन्न हिसाब म जान्छु अनि 123 मा 171 छन् 23 71 छन् के हुन्छ देशलाई तपाईँ कमजोर ठान्ने अनि 23 बाट ठुलो भयो 100 जाने कम भयो